हेलो गाइस, हामी चाहिँ राति यो सुन्तलामा चाहिँ नि स्ट्रिम बोररको त्यो एउटा उयो हुन्छ नि किरा, त्यसलाई चाहिँ हेर्न आएको थियो। तर हेर्नुहोस् न यहाँनिर रुखमा त साँप पो रहेछ नि। बापरे, त्यो पनि यस्तो के यो कुन चाहिँ साँप हो? हेर्नुहोस् न, डर लाग्यो नि। यसले नि चराको अन्डाहरू केही खानुलाई खोज्दैछ जस्तो लाग्यो। नानी यता उता, तिमी यता 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 आउनु, तिमी यता काजु दुध यसले लाइट हेर्दैछ। हेर्नुहोस् न, बाफ्रे टेन्सन पनि हाल्यो नि। यहाँ त सुन्तलामा हाम्रो हिमालयन फार्मरको यावाले भने जस्तो राति चाहिँ सुन्तलामा त्यो किराहरू पाउँछ भनेर हेर्नु आएको कि। तर किरा त किरै भेट्यो, अलिक टेन्सनको किरा भेट्यो। हेर्नुहोस् न, आम्मामा हेर्नुहोस् न, के कुन चाहिँ यो 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 त्यहाँको यो हेर्नुहोस् न। मलाई त चिनिन, गुर्बे हो कि यो रुखमा त नचढ्नु पर्ने। नानी नानी उता बस्छ तिमी, हेर्नुहोस् न के हो यो। हेर्नुहोस् न, के हो गुर्बेको कि के को रहेछ? कसरी चढ्दछ हेर्नुहोस् यहाँनिर रुखमा। यो क्या इजिली चढिदिँदो रहेछ नि। बाफ्रे, स्ट्रिम बोररको माउत होइन, स्नेकको बच्चा चाहिँ हामीले पाएँ रुखमा। हेर्नुहोस् न, सुन्तलाको रुखमा त्यो हेर्दै आएको कि छैन। हेर्नुहोस् न, यो यहाँ चराको गुण रहेछ नि त। यो चराको गुणमा सायद अन्डाहरू बच्चाहरू खानु केही यसले ट्राई दिँदै होला जस्तो लाग्यो। अब चाहिँ माथि हो कि हामी नि एउटा साइड लाग्नुपर्छ होला जस्तो लाग्यो। अब चाहिँ डर लाग्नु थाल्यो। हेर्नुहोस् नि, किन राति चाहिँ यस्तो आउनु थाल्यो। क्या मजाले गइदिएको न माथि राति चाहिँ। ए नानी जाऊ, यता उड्नु खोज्दैछ त। हेर्नुहोस् क्या गइदिएको नि। हेर्नुहोस् न, यो यहाँ माथि पुगिसक्यो फेददेखि। हेर्नुहोस् न, ऊ माथि पुगिसक्यो नि। देख्नु भयो स्नेक रुखमा चढेको? स्ट्रिम बोरर त छैन रहेछ रुखमा। अब यो हल्लाउनु भएन, त्यहाँनिर साँप चढ्दैछ होइन। त्यसले गर्दा सायद छैन होला यो बोटमा चाहिँ स्ट्रिम बोरर जस्तो लाग्यो।